बुबाहरू सबै अगाडि आउनुहोस् त। नेपाल भूमि इन्डियन आर्मी सक्नुभयो? एक लाइनमा आउनु। दुःखसँग भन्नुपर्दा इन्डियन आर्मीको बोगरा बटालियनको क्याप्टेन सिंहबहादुर साहब 80 सालको उमेरमा उहाँले आकस्मिक मृत्यु भएकोले गर्दा हामी सम्पूर्ण उहाँको परिवारजन लगायत पल्टनका छरछिमेकीहरूलाई बहुत स्तम्भ बनाउनु भएको छ। एक नंबर लास्ट एक नंबर भ्यू रे अगाडि आउनुहोस् त भूपुहरू जति इन्डियन आर्मीको नेपाल आर्मीको पुलिस प्रशासनको जति हुनुहुन्छ अगाडि आइबक्छ। नमस्कार, अगाडि आउनुहोस् भूपुहरू सबै अगाडि आउनुहोस् त। नेपाल भूमि इन्डियन आर्मी सक्नुभयो? एक लाइनमा आउनु। सबैलाई धन्यवाद। एउटा शब्द राख्नु पर्यो। आज दुःखसँग भन्नुपर्दा हाम्रा इन्डियन आर्मीको बोगरा बटालियनको क्याप्टेन सिंहबहादुर साहब रामेछाप जिल्ला बस्नुभएका 2003मा जन्मेर 79 सालको उमेरमा उहाँले आकस्मिक मृत्यु भएकोले गर्दा हामी सम्पूर्ण उहाँको परिवारजन लगायत पल्टनका छरछिमेकीहरूलाई बहुत स्तम्भ बनाउनु भएको छ। साहबले बटालियनमा 30 वर्षको सेवा अवधिको दौरानमा धेरै ठुल्ठुलो योगदान गर्नुभएको बादमा साहबले क्याप्टेन र्याङ्क लिएर आउनुभएको हो र म आशा गर्छु तपाईहरु पनि यसरी यो दुःखको घडीमा उपस्थित भइदिनु भएकोमा तपाईहरुप्रति धेरै धेरै आभार व्यक्त गर्दै अन्तमा साहबको आत्माले स्वर्गलोकमा बास होस् र उहाँको परिवारजनहरुमा आर्थिक संवेदना र तपाईहरुलाई शक्ति प्रदान गरून् र लामा गुरुहरु
सम्पूर्णलाई पनि यही अनुरोध गर्न चाहन्छु र हामी 2 मिनेट मौन धारण गरेर साहबको आत्मालाई शान्ति होस् भन्दै म प्रदेश प्रमुख क्याप्टेन कर्णबहादुर तामाङको तर्फबाट सम्पूर्णलाई अनुरोध गर्दछु। धन्यवाद। 2 मिनेट टाइम एपी साहब ठिक छ। सबै तपाईँ परिवार जानुभयो 2 मिनेट है। अब हेलो हेलो हजुर आइन क्या घ्याम्छ होइन त्यो ल्याएको